प्रसन्न लामाले भिडियो अपलोड नगरेको पनि लगभग 1 वर्ष नै हुन लाग्यो। जनवरी 17 मा यो भिडियो हालेपछि प्रसन्नले आफ्नो युट्युब च्यानलमा एउटा पनि भिडियो अपलोड नै गरेका छैनन्। बट उनको ग्रोथ 1 वर्षसम्म भिडियो नहाल्दा पनि प्रत्येक दिन 16,000 भन्दा बढी भ्युज र यो लास्ट मन्थमा मात्र अलमोस्ट मिलियन भ्युज आएको थियो। आई मिन यत्रो इन्कन्सिस्टेन्सीको बावजुद प्रसन्नको च्यानल किन यति मजाले ग्रो हुँदैछ त्यो बारेमा त हामी कुरा गरे नै छौँ। बट अल्सो प्रसन्नको कन्टेन्टमा एक यस्तो प्रब्लम छ जसको बारेमा कसैले पनि कुरा नै गर्न चाहँदैन। त्यो बारेमा नि कुरा गरौँला। बट फर्स्ट लेट्स टक अबाउट हिज युट्युब ग्रोथ। सुरुमा टिकटकमा सानो सानो कमेडी भाइन्स बनाइरहेका प्रसन्नसँग उनलाई हेर्ने र मन पराउने अडियन्स थोरै भए पनि टिकटकमा थियो। सो जब उनले युट्युबमा च्यानल खोले सुरुको भिडियोहरूमा त्यही टिकटक अडियन्सले उनलाई सपोर्ट गर्यो। एन्ड यस, युट्युबमा सबैभन्दा मुस्किल काम भनेकै सुरुको अडियन्स बिल्ड गर्नु हो। प्रसन्नले आफूसँग अलरेडी टिकटकमा भएको अडियन्सलाई आफ्नो युट्युब च्यानलमा ल्याए। एन्ड त्यसपछि त के छ र, युट्युबले उनको कन्टेन्ट कस्तो मान्छेहरूलाई मनपर्छ भनेर बुझिसकेको थियो। सो इट स्टार्टेड पुसिङ हिज भिडियोज टु हिज पोटेन्सियल अडियन्स। यही कारण उनलाई युट्युबमा ग्रो गर्न खासै मुस्किल भएन। उनको कमेडी र भाइन्स भिडियोहरूले एडल्ट अडियन्सलाई भन्दा पनि किड्स र टिनेजरहरूलाई टार्गेट गर्थ्यो। सो छिट्टै नै नेपाली टिनेजरहरूको माझ प्रसन्न लामाले रिकग्निसन पाउन थाले। वेल, भिडियोलाई धेरै ड्र्याग नगरौँ कज आज भिडियो एडिट गर्ने मुड अलि छैन। सो यसरी 50,000, 80,000, 1 लाख, 2 लाख हुँदै धमाधम उनको सब्सक्राइबर्स बढिरहेका थिए। 6 मार्च 2021 मा उनको मासु लभर टाइटलको एक कमेडी भिडियो अपलोड भयो जसमा उनको क्यारेक्टर मासु भनेपछि हुरुक्कै हुन्थ्यो। ब्रेकफास्टमा के चाहियो तँलाई? चिया चिया बिस्कुट? चिया र बिस्कुट नि खान्छ? के खान्छस् त? चिया र पप खान्छस् त? चिया र पप नि खान्छ? अनि के खान्छस् त? चिया र मासु खान्छु, चिया र मासु। रमेश, तेरो घरमा मासु छ? हेलो विशाल भाइ, मासु छ तेरो घरमा? आज मासु मात्रै रेडी पार्नु, मासु मात्रै भात चाहिँ मैले रन्छु, मासु मात्रै रेडी पार्नु यार। हेलो उमेश, मासु छ तेरो घरमा? मासु। भिडियोमा मासुप्रतिको फ्यासिनेसनलाई एकदमै एक्जाजरेट गरेर देखाइएको थियो। सो यस्तो मासुप्रतिको फ्यासिनेसन धेरै टिनेजरहरूलाई रिलेटेबल लाग्यो एन्ड हेन्स भिडियोको रिवाचेबिलिटी बढ्न गयो। एज अ रिजल्ट भिडियोमा एकदमै राम्रो भ्युज आयो। यो कुरालाई क्यापिटलाइज गर्नको लागि प्रसन्नले मासु लभरको पार्ट 2 र 3 पनि निकाले, विच अल्सो बिकेम भेरी पपुलर। सक्दिन म यार, म सक्दिन अब। गर्न अझै गरे भने 1 पिस मासु पाइस। 1 पिस मासु? अलिकति छ। ओए आज जित्यो भने मासु छ के? मासु? थट। उत्पातै भयो त, कहाँबाट आयो यत्रो एनर्जी? मासु इज द सिक्रेट अफ माई एनर्जी। मासु लभर पार्ट 2 ले 13 मिलियन भ्युज र पार्ट 3 ले 6.7 मिलियन भ्युज ल्यायो। यिनै भिडियोहरूको कारण केही समय पहिला प्रसन्न इन्टरनेटमा मासु लभर नामले फेमस भए। यी मात्रै होइन, उनका अलमोस्ट हरेक भाइन्स र कमेडी भिडियोहरूले नै मिलियन भन्दा बढी भ्युज ल्याउँछन्। भिडियोको टपिक र भिडियोमा आउने कमेडी एकदमै सिम्पल हुन्छ। यही कारण पनि प्रसन्नका भिडियोहरू बढी जस्तो टिनेज उमेरका अडियन्सहरूलाई मनपर्छ। प्रसन्नले पनि आफ्नो भ्युअर्सको डेमोग्राफीलाई बुझेका छन्। सो उनी आफ्नो भिडियोमा अलि सेन्सिबल वा टेक्निकल जोकहरू इन्क्लुड गर्दैनन्। मोस्टली उनको भिडियोजमा कमेडीको लागि लाउडनेस र एक्जाजरेसन युज हुन्छ। सो कुनै कुरा फन्नी छैन भने पनि यदि त्यसलाई डिलिभर गर्दा अलि लाउड भएर वा अलि एक्जाजरेटेड एक्सप्रेसन दिएर प्रेजेन्ट गर्दा किड्स र टिनेज अडियन्सलाई फन्नी लाग्छ। जुन मैले भिडियोको सुरुमा प्रसन्नको कन्टेन्टमा प्रब्लम छ भनेर भनेको थिएँ नि, त्यो यही हो। यस्तो भिडियोजले किड्स र साना बच्चाहरूलाई त एट्र्याक्ट गर्छ, बट अलि ठुलो उमेरका अडियन्सलाई यस्तो भिडियोज कमेडी त बिल्कुलै लाग्दैन, बरु उल्टै क्रिन्ज लाग्छ। अनि त्यसपछि बन्छ प्रसन्नको खिलाफ यस्तो भिडियोहरू। खाना मासु ल्याउनु पर्दैन। मम्मी हसस मैले राख्दिए। मम्मी के बोले त्यस्तो हो? Again, the same joke. Trust me, I bet ki entire 14 minutes of this video is about masu equals happy, no masu, sad jokes. Yay jokes all over. मेरो विचारमा यस्तो कन्टेन्टले लङ टर्ममा खासै वर्क गर्दैन। सो एक समय पछि जब तिनै भ्युअर्सहरू अलि ठुलो हुँदै जान्छन्, दे विल स्टप वाचिङ सच भिडियोज एन्ड त्यसको कन्सिक्वेन्स के हुन्छ भन्दा क्रिएटरको डाउनफल। वेल, यदि यस्तो कन्टेन्टले प्रसन्नलाई चलिरहेको छ भने who am I to say anything, right? वेल, मलाई इन्स्टाग्राममा फलो गर्नुहोस्, भन्नुपर्ने कुरा त्यहीँ भनौँला @TALKTICC।